गाइज नमस्ते गुड मर्निङ। हामी आज जाँदै हौँ रोसिकाको घर। रोसिकाको घर किन जाने हो भने भाइको खै छ। म दिदी मम्मी जाँदै हौँ। मैले पछि भाइहरू ल्याउँछन् जाँदै हौँ। हामी बिजीपुर आयौँ। अब गीता आन्टीलाई लिएर जाँदैछौँ। अहिले यहाँको बाटो कस्तो राम्रो भयो। लेक साइड जाँदैछौँ हामी। अब गीता आन्टीलाई भेट्न लिन। सानो होइन र कति भइक्यो को मान्छे हो यो? कहाँ जाने अरे बाबु? खाटामा तपाईँ जान्थ्यो? बान्दाको घर जाने हौ। मेरो जाने हो आज त बान्दा घर जाने हो कि भाइ हेलो भन्देऊ। बाबु नमस्ते। दिदीले मोबाइल चलाउनु भएको भन न। मोबाइल हामी पुग्न लागिसक्यो। यहाँ पुलमा खाम हामी। अब यहाँ पुल भएपछि हामी डमाउली हो। यहाँ पुल बनाउनु राख्नु नयाँ उनीहरू दिनु होला। बाबुहरू उभि उभि हेरिरह। यहाँ फेरि बाबुले गाडी चलाउनु भइरह। यहाँ फेरि गाडी होला। यहाँ फेरि के बनाउनु लाग्यो मलाई थाहा छैन। पुग्ने राख्यौँ अब हामी। खासमा भात खुवाइमा जानु लाग्यो 9 बजे होला। हेलो गाइज हामी पुगेर नि भिडियो गर्न पाएनौँ। हामी कहाँ जाँदैछौँ मलाई छ नि। यहाँ अगाडि दिदी हुनुहुन्छ। भाइ छ नि हात लिँदै। कति गर्मी हो भाइ मान्छे त यहाँ गर्मी कस्तो भयो त्यही गरी कहाँ जाँदै मलाई थाहा छैन। धारामा कस्तो गर्मी भयो भाइ। त्यस्तो लिनै नसक्ने के। हेलो हजुर दर्शन जाउन माइसँग हो त्यो भैँसी हेर्न जाने अरे। हेलो गर्नु न। हेलो 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 गाइज हामी यहाँ पुग्यौँ। हेर्नु त घाम त अब पानी हालिदियो। उता आउँदैछन् यहाँ बोरा राखेछन् क्या। हेर्नु त कति मजा आएको पानी यो भाइदेखि खेल्न मजा आयो। अनि त्यहाँबाट यहाँ कहाँ हो थाहा बाटो। अनि त्यहाँ देखेर हेरी रोसिका आउँदैछिन् किन बहिनी पनि आउँदैछिन् उता दिदी पनि आउँदैछिन्। खसिसक्यो यहाँ मान्छे। सुरुवाल माथि छाएर त बल्ल त्यहाँ जान्छु कि। ए ल कस्तो मजाको पानी। अनि के अरे साम्बी के सुनार शिला सुनार सुनार झिउ खोल्सी भनेर हुन्छ। झिउ खोल्सी पनि भनेर हुन्छ। रोसिका हिँड पनि हो। अघि आर्किरहेको थियो अहिले आर्केन। अब भोलि हामी फर्किने हो। घुम्न आएको मान्छेलाई त्यसै रिस उठेको छ। किन रिस उठेको होला खै किन होला यस्तो के रिसाउँदा त कस्तो राम्रो देखिने क्या अहिले। तर किन रिसाएको हो? यस्तो नरिसाउ न। कस्तो राम्रो मान्छे छ रोसिका। हेलो हेलो सान्वी। तिमी बोले पो म त आउने सबै। अनि बोल न त बहिनीसँग। एक दिन आउँदा नि यस्तो झगडा गर्छ नि त बहिनीसँग। ल मिल छिटो सरी बहिनी भन्न।
माइजू हजुर म तपाईँलाई हाम्रो खरबुजाको रुख देखाइदिन्छु खै कहाँ छ उता के घरमा ए हो हामीले नि फलाएको कि हो यहाँबाट पनि जानुहुन्छ के भन्छ अरे नबोले थिएँ अनि म आऊ खेलौँ भनेको थिएँ अनि नबोलेर अनि म पनि नबोलेको कि ल बहिनीलाई सरी भन अरू छिटो भन भने सरी भन ल रोसीको फेरि भन ल सरी ल तिमीले पनि सरी भन सरी राम्रोसँग सरी ल भयो मिल अब यसरी दिदीबहिनीको मिलन भइसक्यो दिदीबहिनीको मिलन भइसक्यो तिम्रो रन ल गर देखाउ छिटो छिटो म सक्दिनँ नि म एकचोटि ट्राई गर्छु नि अब आरैको ठाउँ त्यही गर म त सक्दिनँ है माइजू म त सक्दिनँ बरु खुट्टा फ्याना गर्न सक्छु होला रोजीको टर्न एकचोटि आऊ न गर न त्यो ट्राई गर न केही नि हुन्न के ट्राई गर्दैन यस्तो गर्न गर एकचोटि ट्राई गर न त्यस्तै दिनहरू गरे जस्तै गर त प्लिज न यस्तो पहिला यसरी यसरी अनि यसरी हाल्ने खुट्टा यसरी अनि खुट्टा ल गर त ट्राई ट्राई गर न पहिला त्यस्तो टाउकोमा छौ यस्तो र यस्तो र अनि टाउकोमा यस्तो अब घर जाने नि त पानी खान भयो भयो लुटाइदिलिस् भयो भयो हेलो भाइ साहब लोटो ए अर्किँदैन छ नि त मन पर्छ इले हेरेको सबै मान्छेहरू छन् यो त बान्से हेलो भन्नु नि दिदी हेलो सानो बहिनी हिन्दी यिनी नाच्दिरहेछ नि बरु मजाले ल ल ल नाच न नाच न कराई कि हेर्न ओहो ओ हेर्न कस्तो खतरा नाच्छ ए नाचे छोरीनाहरू त्यो पगला यो त के भन्छ भाइ सकेनौँ हामी चाहिँ 10 बजीसम्म उठेको 11 बजी चाहिँ सुतिनु सकेको थियौँ अनि अहिले चर्चमा चाहिँ के छ बजे उठ्नुपर्छ अहिले हामीलाई बसमा गाडीमा घर भाइहरू अगाडि छ नानी पनि अगाडि आन्टी पनि अगाडि अब घर जाने हो हामी आइपुगिसक्यौँ घर अब पानी पर्दा हामी हामी त अहिले अरू फेरि बसेको टाइम भएन नि त अहिले हामी